म एक स्वतन्त्र व्यक्ति हिजोको दिनमा, तर त्यतिखेर मैले लामो समयसम्म एउटा शिक्षण पेसामा पनि म आबद्ध रहेँ। शिक्षक भएर पनि मैले समाजकै सेवा गरिरहेको थिएँ र त्यहाँबाट पनि बाहिरिएर मैले लामो समयसम्म विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध रहेर मैले समाजको सेवा गरिरहेको थिएँ र आज पनि मैले त्यही समाजको सेवा गर्ने उद्देश्यले समाजमा रहेका गरिब, दिनदुखी, रोगी, बिरामी उहाँहरूको सेवा गर्ने उद्देश्यले आज म फेरि पनि राजनीतिमा पनि म आबद्ध भएको छु र पास्टरको आवश्यकता अनुसार पास्टरको समस्याहरूलाई नजिकबाट निहालेर त्यसको पहिचान गरेर ती समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ त्यो समाधानको बाटो खोज्नको लागि, रोज्नको लागि म एक कमिटमेन्ट बोकेर, एउटा सङ्कल्प बोकेर यहाँहरूको माझमा एउटा उम्मेदवारको रूपमा म अघि सरेको छु। यसर्थ आगामी फागुन 21 गतेको निर्वाचनमा यहाँहरूले आफ्नो अमूल्य मत दिएर विजय गराइदिनु हुन म अनुरोध गर्न चाहन्छु। म ठुलो सपना बाँड्नको लागि होइन, म आश्वासन बाँड्नको लागि आएको होइन, तर म एउटा इमान्दारिता बाँड्नको लागि आएका हौँ।